Hola amigos, bienvenidos a nuestro canal. Hoy vamos a aprender español con una historia muy fácil. La historia se llama Daniel y la pelota. Escucha con atención y vamos a empezar. नमस्ते साथीहरू, हजुरहरूलाई स्पेनिस बाई ममताको नयाँ क्लासमा स्वागत छ। आज हामी एउटा कहानीको माध्यमले स्पेनिस सिक्न जाँदैछौँ। कहानीको नाम हो डेनियल र बल। ध्यान दिएर सुन्नुहोस् र सुरु गरौँ। Daniel está aburrido. Él mira por la ventana. Hace sol. Daniel is bored. He looks out the window. It is sunny. Danielलाई बोर लागेको छ। ऊ झ्यालबाट बाहिर हेर्छ। घाम लागेको छ। अबुरिदो भनेको बोर लाग्नु, मिरा भनेको हेर्नु, भेन्टाना भनेको झ्याल, सोल भनेको घाम। Daniel tiene una idea. Él agarra su pelota de fútbol. Daniel has an idea. He grabs his soccer ball. Danielलाई एउटा उपाय सुझ्यो। उसले आफ्नो फुटबल समात्यो। आइडिया भनेको उपाय, agarra भनेको समात्नु, pelota भनेको बल। Daniel va al parque. Él juega fútbol y patea la pelota. Daniel goes to the park. He plays soccer and kicks the ball. Daniel पार्कमा जान्छ, ऊ फुटबल खेल्छ र बललाई लात हान्छ। वाल भनेको जानु, पार्के भनेको पार्क, हुएगा भनेको खेल्नु, फुटबल भनेको फुटबल, पातेया भनेको लात हान्नु। Después de jugar, Daniel está cansado pero feliz. After playing, Daniel is tired but happy. खेलेपछि ड्यानियल थाकेको छ तर खुसी छ। Después भनेको पछि, jugar भनेको खेल्नु, cansado भनेको थाकेको, pero भनेको तर, feliz भनेको खुसी। आजको लेसनमा हजुरहरूले देख्नुभयो होला, सिक्नुभयो होला हामीले कसरी पहिला सिकेको वर्ड्सहरूलाई युज गरेर एउटा सानो स्टोरी बनायौं। हो, यसरी नै हामी अब आउने स्टोरीजहरुमा पहिला प्रिभियस लेसन्सहरुलाई इन्क्लुड गरेर स्पेनिश इजिली सिक्दै जानेछौं। ल त अब हाम्रो भेट अर्को लेसनमा हुनेछ। तबसम्मको लागि धन्यवाद। Gracias. Adiós.